प्रोसिड्युरल प्रोग्रामिङ सो प्रोसिड्युर ओरिएन्टेड प्रोग्रामिङ अर्थात् POP यसको फिचर्सहरु हामी हेरौं प्रोसिड्युरल प्रोग्रामिङ क्रिएट्स अ स्टेप बाइ स्टेप प्रोग्राम that guides the application through a sequence of instruction अर्थात् POP ल्याङ्ग्वेजमा प्रोग्रामको एक्जिक्युसन स्टेप बाइ स्टेप हुन्छ जुन सिक्वेन्समा इन्स्ट्रक्सन लेखिन्छ त्यही सिक्वेन्समा एक्जिक्युसन हुन्छ सो यसलाई चाहिँ टप डाउन एप्रोच पनि भनिन्छ सो यसैलाई टप डाउन एप्रोच पनि भनिन्छ सो दोस्रो पोइन्टमा POP को फिचर्समा दोस्रो पोइन्ट इट इज टप डाउन एप्रोच सो मानव एकछिनको लागि हामीले दुईटा नम्बर एड गर्नु छ सो यसको लागि हामीले सबभन्दा पहिला के लेख्छौं पहिला के गर्छौं त कीबोर्डबाट दुईटा इनपुट लिन्छौं त्यसपछि एडिसन परफर्म गर्छौं र त्यसपछि फाइनली आउटपुटलाई चाहिँ डिस्प्ले गर्छौं सो स्टेप वाइज पहिला इनपुट लियौं त्यसपछि एडिसन गर्यौं अर्थात् सम प्रोसेसिङ भयो र त्यसपछि फाइनली आउटपुट डिस्प्ले भयो सो यसलाई चाहिँ हाम्रो टप डाउन एप्रोच पनि भनिन्छ सो emphasis is on doing things अर्थात् emphasis is on procedure rather than data अर्थात् प्रोसिड्युरमा emphasis गरिन्छ डाटा भन्दा पनि सो हाम्रो जस्तै दुईटा नम्बर एड गर्नु छ भने हाम्रो प्रोसिड्युर भनेको के हो त एडिसन हो डाटासँग मतलब भएन डाटा जुनसुकै हुन सक्छ सो POP मा लार्ज प्रोग्रामलाई चाहिँ फंक्शन्समा डिवाइड गरिन्छ सो मोस्ट अफ द फंक्शन्स आर ग्लोबल डाटा कोबोल फोर्ट्रान र C जस्तो भाषाहरू चाहिँ प्रोसिड्युर ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेजमा बेस्ड छ अर्थात् कोबोल फोर्ट्रान र C ल्याङ्ग्वेज भनेको POP ल्याङ्ग्वेज हो अब यसको केही लिमिटेशन्सहरू छ केही डिसएडभान्टेज लिमिटेशन्स या डिसएडभान्टेज छ POP ल्याङ्ग्वेजको यसमा के हुन्छ भने प्रोसिड्युरल ल्याङ्ग्वेजमा कोडिङ चाहिँ भेरी डिफिकल्ट एकदमै डिफिकल्ट हुन्छ फर लार्ज कोड सो प्रोसिड्युरल कोडिङ इज भेरी डिफिकल्ट टु मेन्टेन फर लार्ज कोड र यसमा चाहिँ इन्फर्मेसन हाइड गर्नलाई पनि डिफिकल्ट छ सो इट इज डिफिकल्ट टु हाइड इन्फर्मेसन टु अनअथराइज्ड एक्सटर्नल युजर जुन चाहिँ सजिलो हुन्छ OOP मा विच इज इजी इन OOP र अर्को कुरा OOP मा हाम्रो कोड रियुजेबिलिटी कोडलाई चाहिँ रियुज गर्न सकिन्छ त्यो चाहिँ मेन स्ट्यान्डिङ फिचर्स हो OOP को which is better and advanced than procedural programming so यो कोड रियुजेबिलिटी प्रोसिड्युरल प्रोग्रामिङ मा हुँदैन साथसाथै यसमा चाहिँ इन्फर्मेसन हाइड गर्न मिल्दैन इन्फर्मेसन इट इज डिफिकल्ट टु हाइड इन्फर्मेसन टु अनअथराइज्ड एक्सटर्नल युजर विच इज इजी इन OOP र प्रोसिड्युरल प्रोग्रामिङ मा हाम्रो कोडिङ चाहिँ डिफिकल्ट हुन्छ फर लार्ज कोड सो यसपछि हाम्रो अब हामी डिस्कस गरौं OOP को फिचर्स को बारेमा सो OOP मा इम्फेसिस चाहिँ डाटामा गरिन्छ रादर देन प्रोसिड्युर सो OOP मा प्रोसिड्युर भन्दा पनि डाटामा इम्फेसिस गरिन्छ अर्थात् डाटामा ध्यान दिइन्छ सो दोस्रोमा के छ प्रोग्राम्स आर डिवाइडेड इन्टु अब्जेक्ट्स प्रोग्राम्स आर डिवाइडेड इन्टु अब्जेक्ट्स हामीलाई थाहा छ कि प्रोग्रामलाई अब्जेक्टमा डिवाइड गरिन्छ यहाँ फरक फरक अब्जेक्ट फंक्सनको मद्दतले एकअर्कासँग कम्युनिकेट पनि गर्न सक्छ सो एकछिन फिचर्स अफ OOP मा emphasis is on data rather than procedure अर्थात् डाटामा बढी इम्फेसिस गरिन्छ rather than procedure प्रोग्राम्सलाई चाहिँ अब्जेक्ट्समा डिवाइड गरिन्छ र oops अब डाटा इज हिडन एन्ड क्यानट बी युज्ड बाइ एक्सटर्नल फंक्शन्स अर्थात् oops फिचर्समा डाटालाई हाइड गर्न सकिन्छ जसले गर्दाखेरि डाटा एक्सटर्नल फंक्शनबाट युज हुन पाउँदैन सो डाटा चाहिँ एक्सटर्नल फंक्शनबाट युज हुन पाउँदैन सो डाटा इज हिडन एन्ड क्यानट बी युज्ड बाइ एक्सटर्नल फंक्शन्स सो अब्जेक्ट मे कम्युनिकेट भाया फंक्शन्स सो हामीलाई थाहा छ कि प्रोग्रामलाई अब्जेक्टमा डिवाइड गरिन्छ र यहाँ फरक फरक अब्जेक्ट्स फंक्शनको मद्दतले एकअर्कासँग कम्युनिकेट गर्न सक्छ अर्को नयाँ डाटा वा फंक्शन चाहिँ सजिलै एड गर्न सकिन्छ oops मा So new data or functions can be easily added.
सो यो चाहिँ हाम्रो बटम अप एप्रोच हो, ठ्याक्कै पिओपी को उल्टा। पिओपी चाहिँ हाम्रो टप डाउन एप्रोच थियो भने यो चाहिँ बटम अप एप्रोच हो। अब हामीले बेसिक कन्सेप्ट उप्सको बेसिक कन्सेप्ट हामीले बेसिक कन्सेप्ट्स अफ उप यो क्याटेगोरीमा हामीले सबभन्दा पहिला अब्जेक्ट आउँछ यो क्याटेगोरीमा, अनि त्यसपछि हाम्रो क्लास आउँछ। सो उप्स कन्सेप्टलाई फलो गरेर जहिले पनि यदि हामी प्रोग्राम लेख्छौँ भने सबभन्दा पहिला क्लास क्रिएट गर्नुपर्छ र क्लासभित्र आफ्नो डाटा फङ्सन क्रिएट गर्न सकिन्छ। फेरि एकचोटि उप्स कन्सेप्टलाई फलो गरेर जहिले पनि यदि हामी प्रोग्राम लेख्छौँ भने सबभन्दा पहिला क्लास क्रिएट गर्नुपर्छ र क्लासभित्र आफ्नो डाटा फङ्सन क्रिएट गर्न सकिन्छ। क्लास क्रिएट गरिसकेपछि क्लासलाई प्रयोग गर्नलाई त्यो क्लासको अब्जेक्ट क्रिएट गर्छौँ र यही अब्जेक्टको मद्दतले क्लासभित्र बनाइएको डाटा र फङ्सनलाई एक्सेस गर्न सकिन्छ। र दोस्रो अब अब्जेक्ट क्लास भयो, सँगसँगै हामीले डाटा एब्स्ट्र्याक्सन एन्ड इन्क्याप्सुलेसन, इनहेरिटेन्स, पोलिमोर्फिजम, डाइनामिक बाइन्डिङ र मेसेज पासिङ उप्स कन्सेप्टमा हामीले यो सब कुराहरू पढ्छौँ। सो सुरु गरौँ अब्जेक्टबाट। सो अब्जेक्ट भनेको अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको बेसिक युनिट हो, अर्थात् अब्जेक्ट एउटा बेसिक युनिट हो उप्स ल्याङ्ग्वेजको। र अब्जेक्ट भनेको object is the basic unit of object-oriented programming. An object is a collection of data members and associated member functions, also known as methods. So object भनेको डाटा र डाटासँग सम्बन्धित फंक्सनको collection हो. So whenever a class is created, according to the class an object should be created. So without creating objects cannot be able to use class. जस्तै मानौ हामीले क्लासको नाम गर्ल्स राख्ने मानौ एकछिनको लागि र अब्जेक्ट्स क्रिएट गर्यौं, मानौ सबिना, सुस्मिता आदि हाम्रो अब्जेक्ट हो र यो अब्जेक्टले अब गर्ल्स क्लासमा भएको पब्लिक फंक्सनलाई प्रयोग गर्न पाउँछ। र साधारणतः डाटालाई चाहिँ प्राइभेट एक्सेस स्पेसिफायर भित्र राखिन्छ भने फंक्सनलाई चाहिँ पब्लिक एक्सेस स्पेसिफायर भित्र राखिन्छ। तर अब्जेक्टले पब्लिक फंक्सनलाई मात्र एक्सेस गर्न पाउँछ वा प्रयोग गर्न सक्छ, प्राइभेट डाटालाई भने एक्सेस गर्न सक्दैन। फेरि एकचोटि मानव एकछिनको लागि हामीले क्लासको नाम गर्ल्स राख्यौं र अब्जेक्ट क्रिएट गर्यौं, सबिना, सुस्मिता आदि हाम्रो के हो त अब्जेक्ट हो र यो अब्जेक्टले अब गर्ल्स क्लासमा भएको पब्लिक फंक्सनलाई प्रयोग गर्न पाउँछ। र साधारणतः के हुने गर्छ भने डाटालाई चाहिँ प्राइभेट एक्सेस स्पेसिफायर भित्र राखिन्छ भने फंक्सनलाई चाहिँ पब्लिक एक्सेस स्पेसिफायर भित्र राखिन्छ। तर अब्जेक्टले पब्लिक फंक्सनलाई मात्र एक्सेस गर्न पाउँछ वा प्रयोग गर्न सक्छ, प्राइभेट डाटालाई भने अब्जेक्टले एक्सेस गर्न सक्दैन। तर क्लास भित्रको पब्लिक फंक्सनले प्राइभेट डाटा मेम्बरलाई चाहिँ एक्सेस वा प्रयोग गर्न सक्छ। अब क्लास भनेको हाम्रो डाटा टाइप्स हो based on which objects are created. So class हाम्रो एक किसिमले डाटा टाइप्स हो र त्यसैमा आधारित रहेर अब्जेक्ट्स क्रिएट गरिन्छ। जस्तै गर्ल्स क्लासको अब्जेक्ट क्रिएट गर्ने हो भने अब्जेक्ट्स हाम्रो गर्ल्स क्लासकै अब्जेक्ट क्लासको नाम अनुसारकै अब्जेक्ट हामीले क्रिएट गर्नुपर्छ। र अब्जेक्ट्स विथ सिमिलर प्रपर्टिज एन्ड मेथड्स आर ग्रुप टुगेदर टु फर्म अ क्लास। मानौ एकछिनको लागि क्लास गर्ल्स बनायौं, सो यो गर्ल्स क्लासको नाम हाम्रो के छ त गर्ल्स। सो सीता, गीता यो भनेको हाम्रो रिप्रेजेन्ट गर्छ इन्डिभिजुअल अब्जेक्ट्स र कुन क्लासमा पर्छ त गर्ल्स क्लासमा पर्छ। सो क्लासमा यति। अब डाटा एब्स्ट्र्याक्सन एन्ड इन्क्याप्सुलेसन, द र्यापिङ अफ डाटा एन्ड इट्स फंक्सन इन्टु अ सिंगल युनिट इज कल्ड इन्क्याप्सुलेसन। अब उप्समा हामीलाई थाहा छ कि डाटामा इम्फेसिस गरिन्छ र उप्समा डाटालाई प्रोटेक्ट गर्ने कोसिस गरिन्छ। डाटा र डाटासँग सम्बन्धित फंक्सनलाई एकै युनिटमा राख्नुलाई नै के भनिन्छ त इन्क्याप्सुलेसन। सो र्यापिङ अफ डाटा एन्ड इट्स फंक्सन इन्टु अ सिंगल युनिट इज कल्ड इन्क्याप्सुलेसन। डाटा र डाटासँग सम्बन्धित फंक्सनलाई एकै युनिटमा राख्नुलाई इन्क्याप्सुलेसन भनिन्छ। र इन्क्याप्सुलेसनले नै गर्दा डाटालाई डाइरेक्टली
एक्सेस गर्न मिल्दैन। डाटालाई केवल फंक्सनबाट मात्र एक्सेस गर्न सकिन्छ। सो डाटा इज नट एक्सेस डाइरेक्टली, इट इज ओन्ली एक्सेसिबल थ्रु द फंक्सन प्रेजेन्ट इनसाइड द क्लास। सो इन्क्याप्सुलेसनले नै गर्दाखेरि के हुन्छ त हाम्रो डाटालाई डाइरेक्टली एक्सेस गर्न मिल्दैन, डाटालाई केवल फंक्सनबाट मात्र एक्सेस गर्न सकिन्छ। डाटा इज नट एक्सेस डाइरेक्टली, इट इज ओन्ली एक्सेसिबल थ्रु द फंक्सन्स प्रेजेन्ट इनसाइड द क्लास। र अर्को एब्स्ट्र्याक्सन के हो त डाटा एब्स्ट्र्याक्सन भनेको? सो डाटा एब्स्ट्र्याक्सन भनेको abstraction refers to the act of representing essential features without including the background details. एब्स्ट्र्याक्सनले प्रमुख फिचर्सहरू प्रोभाइड गर्छ जुन हामीलाई जरुरी छ हाम्रो लागि प्रोग्रामिङ गर्दाखेरि। उप्स फिचर्समा रहेर प्रोग्रामिङ गर्दाखेरि एब्स्ट्र्याक्सनले के गर्छ त हामीलाई प्रमुख फिचर्स प्रोभाइड गर्छ। मानव एकछिनको लागि हामीलाई बत्ती बाल्नु छ, त्यसको लागि हामीले बत्तीको स्विच अन गर्छौं, तर बिजुली तारबाट कसरी बग्यो आदि कुराहरू हाइड हुन्छ, त्यो कुरासँग हामीलाई मतलब हुँदैन। सो यही कुरा हो। फेरि एकचोटि एब्स्ट्र्याक्सनले के गर्छ त हामीलाई प्रमुख फिचर्सहरू प्रोभाइड गर्छ जुन जरुरी छ हाम्रो लागि। अब अर्को छ फिचर्स हाम्रो इनहेरिटेन्स। सो इनहेरिटेन्स इज द प्रोसेस अफ फर्मिङ अ न्यू क्लास फ्रम एन एक्जिस्टिङ क्लास। मानौ हामीसँग कुनै क्लास छ जसमा हामीले दुईटा फंक्सन क्रिएट गरेका छौं। मानौ हामीसँग कुनै क्लास छ जसमा हामीले दुईटा फंक्सन क्रिएट गरेका छौं। अब नयाँ क्लास क्रिएट गर्न लागेको र नयाँ क्लासमा पनि त्यही दुईटा फंक्सन क्रिएट हुनु छ। अब नयाँ क्लासमा त्यही दुईटा फंक्सन फेरि लेख्नुको साटो म पुरानो क्लासबाट नयाँ क्लासमा फिचर इनहेरिट गर्छु। सो यदि पुरानो क्लासबाट नयाँ क्लासमा फिचर्सलाई चाहिँ इनहेरिट गर्नु छ भने यस्तो फिचर्सलाई चाहिँ इनहेरिटेन्स भनिन्छ। र यसले इट सपोर्ट्स कोड रियुजेबिलिटी अर्थात बनिसकेको कोडलाई चाहिँ फेरि रियुज गर्न सकिन्छ, फेरि लेखिराख्नु पर्दैन, लेखिसकेको कोडलाई चाहिँ रियुज गर्न सकिन्छ। अर्को छ पोलिमोर्फिजम। युजिङ वान थिङ इन डिफरेन्ट फर्म्स इज कल्ड पोलिमोर्फिजम। मानौ हामीसँग प्लस अपरेटर छ, सो प्लस साइनलाई दुईटा नम्बर जोड्नलाई प्रयोग पनि गर्न सकिन्छ। मानौ एकछिनको लागि 4 र 5 जोडेर 4 + 5 = 9। र मानौ दुईटा स्ट्रिङलाई कन्क्याट गर्न चाहन्छु मैले, सीमा र मीना। सो यहाँ पनि हामीले प्लस अपरेटरको प्रयोग गर्न सक्छौं। सो एउटै चीजलाई फरक या कुनै एउटा अपरेटरलाई हामीले फरक तरिकाबाट प्रयोग गर्छौं भने यसैलाई चाहिँ पोलिमोर्फिजम भनिन्छ। अब अर्को फिचर छ हाम्रो डाइनामिक बाइन्डिङ। सो इट कन्टेन्स अ कन्सेप्ट अफ इनहेरिटेन्स एन्ड पोलिमोर्फिजम। सो डाइनामिक बाइन्डिङ भनेको इनहेरिटेन्स र पोलिमोर्फिजमको कम्बाइन्ड कन्सेप्ट हो। र मेसेज पासिङ भनेको इट रिफर्स टु एस्टाब्लिशिङ कम्युनिकेसन बिट्विन one place to another। अब एक्चुअली सर हेरौँ त पीओपी र ओओपी मा फरक। पीओपी मा लार्ज प्रोग्रामलाई चाहिँ फंक्सनमा डिभाइड गरिन्छ भने ओओपी मा प्रोग्रामलाई चाहिँ अब्जेक्टमा डिभाइड गरिन्छ। पीओपी मा इम्फेसिस प्रोसिड्युरमा गरिन्छ रादर देन डाटा, ओओपी मा डाटामा इम्फेसिस गरिन्छ बढी रादर देन प्रोसिड्युर। पीओपी भनेको टप डाउन एप्रोच हो, ओओपी भनेको बटम अप एप्रोच हो। एक्जाम्पल पीओपी को एक्जाम्पलमा हामीले सी पास्कल लिन सक्छौं, फर्ट्रान लिन सक्छौं, कोबल लिन सक्छौं। त्यसैगरी ओओपी को एक्जाम्पलमा हामीले C++ लिन सक्छौं, जावा लिन सक्छौं एसेट्रा। अब सी हाम्रो प्रोसिड्युर ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज हो, अर्थात और स्ट्रक्चर्ड ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज पनि भनिन्छ यसलाई। C++ भनेको अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज, किनकि यसले चाहिँ उप्स फिचर्सहरू फलो गर्छ, जस्तै डाटा एब्स्ट्र्याक्सन एन्ड इन्क्याप्सुलेसन, इनहेरिटेन्स, पोलिमोर्फिजम इत्यादि फिचर्सहरू हामीले C++ मा पाउँछौं। सो एक्चुअली सर हेरौँ, C is a structured or procedure oriented programming language र C++ is object oriented programming language। C मा लार्ज प्रोग्रामलाई चाहिँ फंक्सनमा डिभाइड गरिन्छ भने C++ मा प्रोग्रामलाई चाहिँ केमा डिभाइड गरिन्छ त अब्जेक्टमा। C ले चाहिँ टप बटम एप्रोच फलो गर्छ भने C++ चाहिँ बटम अप एप्रोच फलो गर्छ। C ले चाहिँ सपोर्ट गर्दैन इनहेरिटेन्स फिचर्स, तर C++ ले चाहिँ इनहेरिटेन्स फिचर्सलाई चाहिँ सपोर्ट गर्छ। सो थ्यांक यू।